बिप्लबहरू केही पनि होइन भनेर मान्छे कमेन्ट लेखिरहेको हुन्छ। तपाईँले 12 वर्षमा के गर्नु भनेर मान्छे लेखिरहेको हुन्छ होइन। तपाईँले के हो भनेर मान्छेले हामीलाई होच्याएर हेला गरेर विभिन्न आरोप गाली गलौज पनि देखिरहेको छौँ हामी। फेसबुकमा देखिन्छ। त्यो होइन भने त्यो किन लेखेको त? हामी केही पनि होइन भने हामीलाई आलोचना गर्न किन जरुरी छ? हामी केही पनि होइन भने हामीलाई बोलाइकन हामीलाई सोध्न किन जरुरी छ? हामी केही पनि होइन भने हाम्रो खेदो खन्न किन जरुरी छ? किन जरुरी छ त? केही पनि नहुनेको त खेरै खनिदिनु बसेर कसैले केही पनि भन्दैन। त्यस कारणले के हो भने आज त्यो कुरालाई हामीले समाज विज्ञानमा हामीले हेर्दाखेरि यो कुरा हामी देख्छौँ। त्यस कारणले के हो भने हामीले दर्शनशास्त्रमा गरेको कुरा अनिश्चय सम्भावना रक्षा रूपान्तरण, त्यसपछि हामीले अर्थप्रणालीमा गरेको कुरा एकीकृत स्वामित्व होइन, सामूहिक उत्पादन, व्यक्तिगत उत्तरदायित्वको प्रणालीको कुरा, यो कुरा पनि अनिवार्य भयो नि त। हेर्नुहोस् है, यो लेनिनले भनेको कुरा अथवा माओले भनेको कुरा त्यो होइन, अथवा पुँजीवादीहरूले भनेको जस्तो ढङ्गले पनि संसारभरि त शान्ति आएन नि त। अहिले संसारमा त शान्ति छैन नि त्यो कुरा त। अमेरिकामै विद्रोह छ, तपाईँको चाहिँ अहिले जेनजी विद्रोह संसारभरि फैलो, साउथ एसियामा छ, मध्यपूर्वमा छ होइन, तपाईँको चीन र तपाईँको चाहिँ अमेरिकाको टसल छ, युक्रेनमा लडाइँ छ। हेर्नुहोस् है, भनेपछि आजको दुनियाँमा आज पुँजीवादले खुला बजार अर्थनीतिका उदार अर्थतन्त्रको जुन प्रणाली छ पुँजीवादसँग, त्यो पुँजीवादले संसारमा सुख दिन सक्यो त? जनतालाई खुसी बनाउन सक्यो? नागरिकहरूलाई तपाईँको चाहिँ अधिकार सम्पन्न बनाउन सक्यो त पुँजीवादले? भन्दा त्यो कुरा सकेन। आजको दुःख, सबै आजको दुःखको प्रमुख कारण भनेको पुँजीवाद हो। आजको सङ्कटको कारण भनेको पुँजीवाद हो। हामीले के भन्यो भने पुँजीवादको कुरा त्यो हो। मान्छेलाई त्यो अर्थ प्रणालीले त मान्छेलाई सुख दिन सक्दैन। त्यस कारण हामीले के भन्यो भने हामीले व्यक्तिगत मान्छेलाई तपाईँको चाहिँ स्वामित्व पनि अलिकति चाहिन्छ र सामूहिक स्वामित्वलाई पनि हामीले चाहिँ के भन्छ सुनिश्चित गर्नुपर्छ र व्यक्तिगत स्वामित्व र सामूहिक स्वामित्वको संयोजनमा हामीले एकीकृत स्वामित्व हामीले चाहिँ लागू गर्नुपर्छ, निर्माण गर्नुपर्छ। त्यसमा सामूहिक उत्पादन हुनुपर्छ र व्यक्तिगत उत्तरदायित्व हुनुपर्छ भन्ने माग्नु होइन। यो अर्थ प्रणालीको कुरा हो। राजनीतिमा तपाईँको के भन्यो, हामीले वैज्ञानिक संयमको कुरा गरेका छौँ। त अहिले भर्खरै हामीले के भनेका छौँ भने नेपालको सन्दर्भमा नेपालको आजको चाहिँ विशिष्टतामा हामीले के कुरा भनेका छौँ भने अहिले नेपाली विशेषताको समाजवाद भन्नु मतलब चाहिँ यो चाहिँ वस्तुवादी हुन्छ, वैज्ञानिक हुन्छ। सबैले समाजवाद भने जनताको आजसम्मको लडाइँ के हो त? जनताले आजसम्म चाहेको कुरा के हो? कङ्ग्रेसले चाहेको, माओवादीले चाहेको, एमाले चाहेको, अरू पार्टीले चाहेको, अरू खुला मतलब स्वतन्त्र पङ्क्तिले चाहेको कुरा, उसले भन्दै आएको कुरा के हो? जसले भने पनि नारामा जे भने पनि जनताको सुखको कुरा गरेका छन्, जनताको समृद्धिको कुरा गरेका छन्, जनताको पक्षमा देशको पक्षमा भन्दै उनीहरू चाहिँ आफ्नो म्यान्डेटहरू लिएर प्रस्तावहरू लिएर जनतामा गएका छन्, आफ्नो अभियानहरू चलाएका छन्। हेर्नुहोस् है, ती सबैले भनेको कार्यक्रमहरूलाई चाहिँ कुन तपाईँको चाहिँ राजनीतिक सत्ताले चाहिँ मतलब चाहिँ के भन्छ त्यसलाई पुरा गर्न सक्छ अथवा सम्बोधन गर्न सक्छ, सुनिश्चित गर्न सक्छ भन्दा नेपाली विशेषताको समाजवादले गर्न सक्छ। त्यसलाई हामीले नेपाली मौलिकतामा त्यसलाई चाहिँ हामीले लानुपर्छ। त्यसलाई नेपाली मौलिकताको समाजवादमा त्यसलाई चाहिँ रूपान्तरण गर्नुपर्छ भन्ने हिसाबले हामीले त्यो कुरा भनिरहेका छौँ। र त्यसको तपाईँको चाहिँ सिलसिलामा अथवा त्यसको तपाईँको चाहिँ एउटा यात्रामा अथवा त्यसको श्रृङ्खलामा हामीले वैज्ञानिक समाजवाद र साम्यवादको हाम्रो निरन्तरको एउटा प्रयत्न पनि त्यहाँ सधैँ छ होइन। मैले भनेको कुरा त्यो संस्कृतिमा हामीले के भन्यौँ भन्दा हामीले सी संस्कृति भन्यौँ होइन। कम्युनिस्टहरूले के भने जातबिन, वर्गबिन, धर्मबिन होइन, राज्यबिन भनेर हामीले भन्यौँ नि कम्युनिस्टहरूले त। कम्युनिस्टहरूले भनेको कुरा त्यो होइन। राज्य भएन भने के हुन्छ त होइन, जात भएन भने के हुन्छ त होइन, अथवा धर्म भएन भने के हुन्छ त? दिनु त पऱ्यो नि त। जात भएन भने के हाम्रो कुनै जातै नहुने त होइन। संस्कार संस्कृति मान्छे मर्छ उसले के गर्न चाहन्छ, मान्छे तपाईँको बिहे हुन्छ उसले कसरी गर्न चाहन्छ, मान्छेको बच्चा जन्मिन्छ उसले नरान गर्नुपर्ने हुन्छ कसरी गर्न चाहन्छ, यावत प्रसङ्ग मतलब विषयवस्तु हुन्छ समाजमा, मान्छेमा सबैकोसँग त्यो कुराहरू हुन्छ समाजमा क्या। त्यस कारण त्यो कुरालाई सम्बोधन गर्ने विधि के हो त भन्दा विधि पनि हामीले विकल्पको रूपमा दिनुपर्छ होइन। त्यसलाई सी संस्कृति भन्नुपर्छ भने हामीले जातै सी बनाएको त्यसैले के हो भने आजको दिनसम्म आइपुग्दाखेरि 2071 साल मङ्सिर 8 गते हामीले पार्टी पुनर्गठन गरेका थियौँ होइन। त्यहाँदेखि आजसम्म आइपुग्दाखेरि 12 वर्षको हामी आज पुनर्गठन दिवस मनाउँदैछौँ। हाम्रो 11 वर्ष पुरा भएर 12 वर्षमा प्रवेश गर्दैछौँ। अनि यो क्रममा हामीले गरेका उल्लेखनीय उपलब्धिहरू यी अब यी उपलब्धिहरू 5 किलोमिटरसम्म देख्ने आँखाले त बुझ्दैन। 6 किलोमिटर देख्ने मान्छे हामी त भनेछौँ पुष्टि हुँदै गइरहेको छ। यदि त्यो होइन थियो भने आज विप्लव कमरेडले भनेको तपाईँको दिशामा अथवा बाटोमा नेपाली समाजको आँखा त्यहाँतिर फर्किएको छ किन? विप्लवहरू केही पनि होइन भनेर मान्छे कमेन्ट लेखिरहेको हुन्छ। तपाईँले 12 वर्षमा के गर्नु भनेर मान्छे लेखिरहेको हुन्छ होइन। तपाईँले के हो भनेर मान्छेले हामीलाई होच्याएर हेला गरेर विभिन्न आरोप गाली गलौज पनि देखिरहेको छौँ हामी। फेसबुकमा देखिन्छ। त्यो होइन भने त्यो किन लेखेको त? हामी केही पनि होइन भने हाम्रो आलोचना गर्न किन जरुरी छ? हामी केही पनि होइन भने हामीलाई बोलाइकन हामीलाई सोध्न किन जरुरी छ? हामी केही पनि होइन भने हाम्रो खेदो खन्न किन जरुरी छ? किन जरुरी छ त? केही पनि नहुनेको त खेरै खनिदिनु बसेर कसैले केही पनि भन्दैन। त्यस कारणले के हो भने आजको दिनसम्म हामीले गरेका विभिन्न तपाईँको चाहिँ हाम्रा आजसम्मका कोसिसहरूले प्रयत्नहरूले हामीलाई त्यो उचाइमा पुर्याएको छ जुन उचाइलाई विभिन्न एङ्गलबाट मान्छेले हेरेका छन्। तर ती सबै कुराहरूमा अपेक्षाहरू छन्।
मान्छेले हामीले तिमीहरू चुनावमा गयौ भनेर मान्छेले चाहिँ आलोचना गर्दै गर्दाखेरि चुनावमा गएर मान्छेहरू बिग्रिसकेपछि चुनावको प्रयोगद्वारा नेपालका कम्युनिस्टहरू बिग्रिसकेपछि नेपाली जनतालाई नेतृत्व गर्ने शक्तिहरू बिग्रिसकेपछि मान्छेको विश्वास हरायो पार्टीहरूप्रति कम्युनिस्टहरूप्रति विश्वास हरायो मान्छेमा हेर्नुहोस् देखे मान्छेले एमाले देखे सँगसँगै प्रचण्डलाई सँगसँगै मान्छेले देखे होइन अरू कम्युनिस्ट नेताहरूलाई मान्छेले देखे त्यो देखिसकेपछि मान्छेलाई के हो भने चुनाव प्रयोगले कतै यो पार्टी पनि बिग्रिन्छ कि भनेपछि तिमीहरू चुनाव प्रयोग गर्ने कुरा गलत हो भने मान्छे आलोचना गर्छ क्या त्यसैले अहिलेको कुरा के हो भने हेर्नुहोस् मान्छेले त्यो आलोचना गरेको छ भने कतिपय नियतजनै आलोचना गरेका प्रसङ्गहरू पनि छन् तर मान्छेले कहिलेकाहीँ सकारात्मक तपाईँको चाहिँ अपेक्षाहरू हुँदाहुँदै मान्छेले त्यसलाई भनेको कुराहरू पनि छन् त्यहाँ हरेक एङ्गलबाट म के धेरै मान्छेको अपेक्षा देख्छु त्यसलाई चाहिँ नकारात्मकताबाट भन्दा पनि सकारात्मक पाटोबाट हामीले उल्टेर हेर्दाखेरि चुनावमा किन गयो भन्ने प्रश्न छ भने हामीलाई खबरदार भनेको कुरा तिमीहरू पनि खबरदार प्रचण्ड जस्तो होला तिमीहरू पनि खबरदार तिमीहरू पनि के अरे केपी ओली जस्तो होला तिमीहरू पनि खबरदार तिमीहरू पनि फलानु जस्तो होला भन्ने प्रश्नहरू जनताको हामीतिर तेर्सिएका छन् त्यो सकारात्मक कुरा हो जनताको होइन हेर्नुहोस् है अब यसरी हेर्दाखेरि म के भन्न खोज्दैछु अथवा कहाँ जोड्न मैले खोज्दैछु भने हाम्रो पार्टीप्रति जनताको अपेक्षा छ हामीले चाहिँ राष्ट्र स्वाधीनता समस्यामा पर्दाखेरि होइन लिपुलेक कालापानीको विषयदेखि लिएर हामीले सीमा समस्याको विषयवस्तुहरूदेखि लिएर अमेरिकी साम्राज्यवादले लादेको एमसिसी एसपिपी होइन तपाईँको चाहिँ अब आइपिएसका विभिन्न कार्यक्रमहरूदेखि लिएर युरोपियन युनियनका कार्यक्रमदेखि लिएर विभिन्न आइएनजिओहरूका कार्यक्रमदेखि लिएर हरेक कुराहरूमा हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जुन पार्टीले जनताहरूको बिचमा बसेर यस्ता कुराहरूको भण्डाफोड गरौँ यस्ता कुराहरू विरुद्ध प्रतिरोध सङ्घर्ष गरौँ कार्यक्रम सञ्चालन गऱ्यौँ त्यो बापत नै त हामीले प्रतिबन्ध झेलेको नत्र किन हामीले झेल्नु पर्थ्यो त प्रतिबन्ध हामी प्रतिबन्धित भएनौँ त अघि सम्झाले एकदम तपाईँको उहाँले भन्नुभयो भावुक पनि भयो मिल्थ्यो अलिक मिल्यो भने अब रुवावासी पनि बजिन सक्छ यस्तो कुराहरू होइन कथाहरू आउँछन् नि त जनयुद्धका कथाहरू आयो भने अर्कै ढङ्गले आउँछ हेर्नुहोस् होइन पछिल्ला सङ्घर्ष सबै यही हो 2052 सालदेखि 2082 साल 30 वर्ष भयो कमान्डर आज 52 देखि 2082 30 वर्षको अन्तरालमा एउटा यस्तो मात्रै नेता हो विप्लव जसले निरन्तर 52 देखि 82 सम्म 30 वर्ष भइसक्यो नि त त्योभन्दा अगाडिको कथा उहाँको आफ्नै छन् माओवादी पार्टी बन्नुभन्दा अगाडिको कथा आफ्नै छन् 52 देखि 82 त 30 वर्ष हो नि 30 वर्ष एउटा मान्छे निरन्तर तपाईँ 30 वर्ष अगाडिको विप्लवको मुखबाट के निस्क्यो हेर्नुहोस् र आजको विप्लवको मुखबाट के निस्क्यो कहीँ तपाईँको बाटोमा एउटा तपाईँको भन्नुहोस् न पाइलामा बाटोमा यात्रामा कतै तपाईँको चाहिँ अल्मलाट देखिन्छ देखिँदैन नि मैले अस्ति के भनेको छु भने जेनजी विद्रोह के हो भन्ने प्रसङ्ग आउँछ क्या होइन जेनजी विद्रोह त्यसै भयो त्यसै भएको छ जेनजी विद्रोह हुनुमा हाम्रो पार्टीको मुख्य कारण छ नेपाली समाजको सत्ता यस्तो सत्ता हो त्यो लुसिफर सत्ता हो त्यो देखिँदैन त्यो होइन अहिले त धेरै वामपन्थी भइसक्यो धेरै मान्छे जनताले बुझ्ने स्तरमा भइसक्यो हामी मात्रै छैन मैले एक्लै अहिले सिङ्गो देश हाम्रो पक्षमा छ भन्नु एक ढङ्गले यसरी सोच्दा पनि हुन्छ मान्छेलाई त्यो नलाग्न सक्छ मान्छेलाई होइन हामी विप्लवको पक्षमा छैनौँ भन्ने पनि लाग्न सक्छ मान्छेलाई हाम्रो अनुहार मन नपर्न सक्छ तर उसले आज घटनाक्रम र वस्तुगत घटनाले त्यो मान्छेलाई यस्तो बनाएको छ कि त्यसले बोलेका कुराहरू सबै हाम्रो पार्टीको पक्षमा भएको छ त्यसले त्यो काम सकारात्मक काम गरिरहेको छ मान्छेका चाहिँ बोली र व्यवहारहरू लुसिफर भन्ने नयाँ शब्द आयो नि त होइन सबैले बुझ्दैन लुसिफर भन्ने आयो क्या लुसिफर भनेको कस्तो सिङ भएको होइन तपाईँको चाहिँ एकदम होइन रहस्यमय टाइपको क्या अलिकति थोरै ध्यान दिनुहोस् न म तपाईँलाई रिक्वेस्ट गर्छु लामो म लिदिन समय सकि पनि हाल्छ होइन